नमस्कार, मेरो नाम संगीता पाण्डे भण्डारी। फेरि आज चाहिँ मैले अस्तिकै भिडियोमा डिस्क्राइब गरेको चाहिँ इक्वेसन अफ लिनियर मोसनको चाहिँ पार्ट 2। यो चाहिँ पार्ट 2 भिडियो है। पार्ट 1 मा चाहिँ हामीले चाहिँ फर्स्ट फर्मुला प्रुभ गर्यौं भने आज चाहिँ हामीले फर्मुला प्रुभ गर्ने छ यास इक्वल टु u + v अपन 2 इन्टु टाइम है। अस्ति चाहिँ हामीले एक्सेलरेसन फर्मुलाबाट के प्रुभ गरेको थियौं त? अस्तिको पहिलाको भिडियोमा यो भन्दा अघिल्लो भिडियोमा चाहिँ हामीले v इक्वल टु u + at फर्मुला प्रुभ गरेका थियौं। के गरेका थियौं? v इक्वल टु u + at। र आज चाहिँ हामीले चाहिँ यास इक्वल टु u + v अपन 2 इन्टु टाइम है। अघिल्लो भिडियोमा मैले टर्महरुको बारेमा पनि डिस्क्राइब गरिसकेको छु। यास भनेको चाहिँ डिस्प्लेसमेन्ट, u भनेको इनिशियल भेलोसिटी, v भनेको फाइनल भेलोसिटी र t भनेको के हो त? टाइम टेकन है। यो अघिल्लो भिडियोमै मैले यो टर्महरुको बारेमा मजाले डिस्क्राइब गरिदिएको छु। यदि हजुर नयाँ हुनुहुन्छ भने उक्त भिडियोमा गएर फेरि पनि हेर्नु होला र लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। र अब चाहिँ यो फर्मुला चाहिँ कसरी आयो त हेर्नु है। सुरुमा चाहिँ हामीले चाहिँ जान्नुपर्छ एभरेज भेलोसिटी। एभरेज भेलोसिटी भनेको चाहिँ के हो त? एभरेज भेलोसिटी है। एभरेज भेलोसिटी भनेको चाहिँ हाम्रो इनिशियल भेलोसिटी प्लस मैले एकैचोटि इनिशियल प्लस फाइनल भेलोसिटी लेख्दै है। यहाँ भेलोसिटी डबल दोहोऱ्याए नै मेरो बोर्ड सानो भएको हुनाले इनिशियल भेलोसिटी प्लस फाइनल भेलोसिटी अपन 2। यहाँ एभरेज भनेको नि त। एभरेज त हजुरहरुले पनि निकाल्नु भएको छ नि त। यस्तो के रे म्याथमा स्ट्याटिस्टिक पढ्दाखेरि चाहिँ एभरेज निकाल्ने तरिका के हो त? जतिवटा हामीले नम्बर संख्या चाहिँ जोड्छौं अनि त्यही नम्बर संख्या चाहिँ तलपट्टि के गरिदिने त? डिभाइड गरिदिने हो। त्यही भएर यहाँ चाहिँ इनिशियल र फाइनल भेलोसिटी भयो, दुईटा भेलोसिटी भयो। त्यही भएर डिभाइडेड बाइ 2। अनि हामीलाई थाहै छ अनि हामीले डिस्प्लेसमेन्ट निकाल्ने फर्मुला चाहिँ के हो त? हाम्रो डिस्प्लेसमेन्ट निकाल्ने फर्मुला भनेको चाहिँ हाम्रो चाहिँ के हो त? डिस्प्लेसमेन्ट यो चाहिँ सजिलो छ है साथीहरु। डिस्प्लेसमेन्ट भनेको चाहिँ एभरेज भेलोसिटी के हो त? एभरेज भेलोसिटी इन्टु टाइम हो। के हो? इन्टु टाइम हो। के हो? एभरेज भेलोसिटी इन्टु टाइम हो है। अनि यही एभरेज भेलोसिटी इन्टु टाइममा चाहिँ हामीले चाहिँ अब यो इनिशियल र फाइनल भेलोसिटीको चाहिँ टर्महरु लेख्दियौं है त। इनिशियल भेलोसिटी केले डिनोट गर्छ अरे साथीहरु? u ले। अनि फाइनल भेलोसिटी केले डिनोट गर्छ अरे साथीहरु? v ले। अपन 2 भयो अनि इन्टु टाइम। फर्मुला प्रुभ भयो नि त साथीहरु? भयो नि। र आजलाई यति नै। मेरो च्यानललाई माया गरिदिनु होला है। यदि हजुरहरुलाई केही क्वेरी छ भने सोधिदिनु होला र मेरो च्यानल सब्स्क्राइब पनि गरिदिनु होला र शेयर पनि गरिदिनु होला। हस् त, थ्यांक यू।